ल आज दमक घरमा 5-6 के बार्ने भन्ने कुरा चाहिँ आज सकिएको छ। नुन तेल चलाउने भनेर भनिन्छ, त्यो कुरा सकिएको छ र आज यसरी यहाँनिर समस्याहरूको बन्दोबस्त यसरी भइरहेको छ। समस्या पकाउनु परिरहेको छ यसरी रहेछ। बिजुलो बनाइसकेकै छ, त्यसलाई चाहिँ बारीमा हो यसरी भेला छ। यहाँ के छ हो यसरी। ल आजको खान्थ्यो पिन्थ्योहरू यस्तो छ, यहाँ भेला हुँदैछ। चट्नी सट्नी रहेछ, यो के हो जुलबीहरू पनि रहेछ। यसरी यसरी आम मान्छेहरू आउने जाने भइरहेछ, आउने जाने अब दिनभरि नै लाग्छ होला यसरी नै, दिनभरि नै पुरा लाग्छ। आउने जाने यसरी भइरहेको छ। दमक घर आज अन्तिम दिन पानी परेर केही मात्रामा शीतल नै भएको छ, यसरी तपाईँले देख्न सक्नुहुन्छ। अनि मान्छेहरू यसरी आउने जाने भइरहेको छ। टम्बु टाँगिएको छ। जय मसी, गुड आफ्टरनुन, नमस्कार। आज 25 तारिक फ्युनेरल सकेको सेकेन्ड डे भनौँ। यहाँ यसरी जङ्गलमा सिमेट्री बनिँदैछ। यो चाहिँ अब हाम्रो आमाको इच्छा अनुसार हो। यो यसरी यहाँनिर यसरी बनिँदैछ। यहाँ आजको दिन पनि यसरी हालेको। यतापट्टिबाट चाहिँ यसरी फोटो यहाँनिर चाहिँ फोटो हाल्नुको लागि बनाइँदैछ यसरी। यहाँनिर अहिले फिनिसिङ छैन है, यसरी बनिँदैछ। अब पछि यहाँनिर चाहिँ यसरी कम्पाउन्ड पनि गर्ने कुरा छ। यहाँनिर यहाँ हाम्रो आमा हुनुहुन्छ यहाँनिर यसरी। आज सेकेन्ड डे पनि उहाँले आएछ। हाम्रो आमाले चाहिँ आएर हेर्ने इच्छा गर्नुभएको हुनाले यहाँनिर भाइ पनि तपाईँको भएको छ। यहाँनिर हामी सबै आफन्तहरू यहाँ वरिपरि सबै यस्तै छ। स्पेसली यो ठाउँ चाहिँ यसरी टुमहरू राखेको ठाउँहरू। यो एरिया नै सबै नेपाली भाषामा चियानगरी भनौँ न, शमशान टुम एरिया। ओके, त्यस्तो छ। आज 25 तारिक दोस्रो दिन हाम्रो यहाँ बाबाको यसरी बनिँदैछ, हुँदैछ। सिमेट्री बनिँदैछ यसरी। पङ्खा पनि पछाडि घुमिरहेको छ। अहिले भर्खरै हाम्रो रुद्र आउनुभएको थियो यहाँनिर भर्खरै। के भन्छ रुदेन ज्वाइँहरू आउनु भएको थियो। यहाँनिर हाम्रो आमाले एकदमै स्वस्थ खाना खानु हुँदैछ यहाँनिर यसरी। यहाँ माइलीले पकाएको, किपोले पकाएको। यहाँनिर युनाइटेड किङडमबाट हाम्रो सानी नाना पनि आउनु भएको छ। यहाँ अर्को जेन्टल पनि यहाँ हेर्दैछ नि, काठो अनुहार पारेर। लाइभ होइन। ल
लु एउटा यो विकास हेर्नु है त यो चाहिँ एउटा अर्को देखाउनु तपाईँले पनि यो त पुरानो देख्दैन कस्तो छ नि पुरानै छ त्यो त के सुट लगाइदिने हो कि हरियो लगाउनु हुन्छ लाउनु नयाँ पनि छ यस्तो खालको तर हिजो अस्तितिर किनेको नयाँ लगाइदिनु राम्रो नि त नयाँ छ किन पुरानो लगाइदिनु नयाँ दिन लगाइदिनु पर्छ लगाइदिनु नयाँ छ अब त्यो कहिले गरेर यो चाहिँ बेमारले चाहिँ पहिला उसको चिनो हो नमस्कार रमेशलाई आज हाम्रो छेमा अन्त्यको वार्षिक रहेछ अनि हामी पनि हाम्रो बाबाको कामहरू पनि त्यसै त्यसै थियो अब यहाँ अहिले हामी काकालाई पनि भेट्नेछौँ ल नेपालको यसो सीतापुरतिरको यसो तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ बाजे बराजुको आशिष डाँडा काँडा ढाक्नुमा चाहिँ यहाँ सबै तपाईँले हेर्नु चाहिँ यहाँ डाँडा काँडा हो यसो सीतापुर कता सबै डाँडा काँडा ढाकेको छ ल सबै नाता नातिनी बनाइदियो छेमा अन्त्यको घर हो यो चाहिँ यहाँ ल यसरी वरेको फुलबारीहरू छ ल है यसरी देख्न सक्नु तपाईँहरूले ल मोडिफाई गरेको धेरै दाउले बिगार्यो भन्नु थाल्यो हो यही पल्टाइ यही मात्रै यहाँ चाहिँ टुम बनाउनुको लागि हो